सम्पूर्ण यहाँहरूलाई नमस्कार। म दीपराज रेग्मी, शिक्षण गर्ने विषय गणित विज्ञान श्री देवशुली मावि रजर। तपाईहरूले अहिले हेर्दै हुनुहुन्छ कम्पलसरी म्याथको मेन्सुरेसन च्याप्टर अन्तर्गत विभिन्न प्रश्नोत्तरका भिडियोहरू जुन यसी 2081 आइसकेका छन्। यहाँहरूले म्याथ लर्निङ विथ दीप सर फेसबुक पेजलाई फलो गर्नुहोला, लाइक कमेन्ट र सेयर पनि गर्न नबिर्सनुहोला। साथसाथै यो भिडियो म्याथ लर्निङ विथ दीप सर युट्युब च्यानलबाट पनि यहाँले प्राप्त गर्न सक्नुहुनेछ, त्यहाँ गएर हेर्न पनि सक्नुहुनेछ भन्दै आजको यो प्रश्न यहाँलाई एकचोटि मैले पढेर सुनाउन चाहेँ। यो क्वेसन चाहिँ गण्डकी प्रोभिन्समा 81मा आएको क्वेसन हो। सर र एकचोटि यहाँलाई क्वेसन मैले पढिन चाहेँ। दिएको चित्रमा एउटा ठोस वस्तु समान अर्धव्यास भएका बेलना र सोली मिली बनेको छ। उक्त ठोस वस्तुमा बेलनाकार भागको लम्बाइ 28 सिएम र सोली आकारको छड्के उचाइ 17 सिएम छन्। बेलनाकार भागको आयतन 5632 घन सिएम छ। नेपालीमा इङ्ग्लिसमा इन द गिभन फिगर्स a combined solid object is formed with the combination of cylinder and cone having same radius. In the solid object, the length of the cylindrical part is 28 cm and the slant height of the conical part is 17 cm. The volume of the cylindrical part is 5632 cubic cm. क्वेसन हामीसँग छ, उक्त ठोस वस्तुको आधार कस्तो आकारको छ? वाट टाइप अफ द सेप अफ द बेस अफ द सोलिड अब्जेक्ट? सोली भागको उचाइ र बेलनाको लम्बाइ तुलना गर्नुहोस्। कम्पेयर द हाइट अफ द कोन एन्ड द लेन्थ अफ द सिलिन्डर। के बेलनाकार भागको आयतन सोली आकार भागको आयतनको 5 गुणा छ? गणना गरी पुष्टि गर्नुहोस्। इज द भोल्युम अफ द सिलिन्डरिकल पार्ट 5 टाइम्स द भोल्युम अफ द कोनिकल पार्ट? जस्टिफाई विथ क्यालकुलेसन भनेको छ। हामीहरूलाई यहाँनिर एउटा फिगर दिएको छ, यहाँले देखिसक्नु भएको छ। फिगरमा दुईवटा पार्टहरू छ। एउटा सिलिन्डरिकल पार्ट भयो, यतापट्टिको सिलिन्डर, उतापट्टिको चाहिँ कोन छ, कोनिकल पार्ट भयो। सिलिन्डरमा कोन एट्याच भएको छ यहाँनिर र हामीलाई हाइट अथवा लेन्थ अफ द सिलिन्डर 28 सिएम दिएको छ भने यहाँ 17 सिएम यहाँ स्लेन्ट छ, छड्के छ। छड्के उचाइ अथवा स्लेन्ट हाइट भनेको 17 सिएम छ। अब हामीहरूलाई क्वेसनले के सोधेको छ त्यही अनुसार हामी जानियो। हामीलाई भोल्युम दिएको छ, हामीसँग भोल्युम छ 5632 हामीसँग भोल्युम छ। अब त्यो भोल्युमबाट हामीले रेडियस पत्ता लगाउनु पर्ने छ। हामीसँग रेडियस छैन अहिले, हामीसँग लेन्थ छ, स्लेन्ट हाइट छ र यसको रेडियस छैन। एउटा कुरा रेडियस पत्ता लगाउनु छ हामीले। रेडियस पत्ता लगाएपछि यसबाट सोधेका सम्पूर्ण कुराहरू हामी पत्ता लगाउन सकिन्छ। त्योभन्दा पहिला म फर्स्ट क्वेसनमा गएँ। यहाँले देखिसक्नु भएको छ, मैले के गिभन लेखिसकेको छु। लेन्थ अफ सिलिन्डर यस इक्वल टु 28 सिएम एन्ड स्लेन्ट हाइट मिन्स त्यसलाई यल अथवा यस दुइटै लेख्न सकिन्छ। यो छड्के ढलेको अवस्थामा चाहिँ लेन्थको र भर्टिकल अवस्थामा हाइटको रूपमा भनिन्छ हामीले, तर फर्मुलामा हामीले यस नै लेख्ने गरिन्छ। 17 सिएम छ यो स्लेन्ट हाइट चाहिँ। लेन्थ अफ द सिलिन्डर यस 28 सिएम छ, 28 सिएम छ। भोल्युम अफ द सिलिन्डरिकल पार्ट भी भनेको 5632 सिएम क्यु छ। अब यसको आधारमा हामीले सोधेको प्रश्नको उत्तर दिनुपर्ने छ। सुरुमा उक्त ठोस वस्तुको आधार कस्तो आकारको छ भनेको छ हामीलाई। वाट टाइप्स अफ द सेप अफ द बेस अफ द सोलिड अब्जेक्ट भनेको छ। यसमा यहाँले बुझ्नु पर्यो, सिलिन्डर भने पनि बेस सर्कल हुन्छ, कोन भने पनि बेस के हुन्छ? सर्कल हुन्छ। हेमिस्फियर भने पनि बेस के हुन्छ? सर्कल। त्यस कारणले गर्दा हाम्रो फर्स्टको एन्सर के हुने भयो भन्दा उक्त ठोस वस्तुको आधार कस्तो आकारको छ भन्दा आधार कस्तो छ भन्दा सर्कुलर छ। आधार के छ? सर्कुलर छ। सर्कुलर छ। सेप चाहिँ सर्कुलर भयो, सर्कल सेपमा छ। एउटा बाटो यो भयो। अब त्यसपछि सोली भागको उचाइ र बेलनाको उचाइ तुलना गर्नुहोस् भनेको छ हामीलाई। कम्पेयर द हाइट अफ द कोन एन्ड द लेन्थ अफ द सिलिन्डर भनेको छ हामीलाई। हाइट अफ द कोन चाहिँ हामीलाई 28 सिएम यहाँ दिएको छ। अब लेन्थ अफ द कोन चाहिँ हामीलाई थाहा छैन। कोनको भर्टिकल हाइट यहाँनिर थाहा छैन। अब हामीले भर्टिकल हाइट निकाल्नु पर्यो। हामीसँग भर्टिकल हाइट निकाल्नलाई हामीसँग रिलेसन के छ? आर स्क्वायर इक्वल टु आर स्क्वायर प्लस एच स्क्वायर छ। अब त्यसको लागि हामीसँग यल छ, अलि एच पनि छैन, आर पनि छैन। अब हामीले आर र यस मात्रै एउटा कुरा हामीले यस त निकाल्नै पर्ने भयो। अब हामीले यसको आर पत्ता लगाउनु पर्यो। रेडियस कसरी पत्ता लगाउने भन्दा अब हामीलाई भोल्युम कसरी दिएको छ? भोल्युम किन दिएको छ? वी हेभ गिभन द्याट भोल्युम अफ द सिलिन्ड्रिकल पार्ट इज 5632 सिएम क्यु। हामीलाई भोल्युम दिएको छ। भोल्युम किन दियो?
अब त्यहीबाट हामीले खोज्नुपर्ने हुन्छ भोल्युम अफ द सिलिन्डर इज इक्वल टु पाई आर स्क्वायर एच हुन्छ। हामीलाई हाइट अफ द सिलिन्डर थाहा भएको छ, त्यसबाट हामीले रेडियस निकाल्न सकिन्छ। रेडियस निकालिसकेपछि बल्ल हामीले के गर्छौँ आरएलएच एचएल आरको सम्बन्ध को फर्मुला हामीले एप्लाई गरेर त्यसबाट हामीले हाइट अफ द कोन निकाल्छौँ अनि दुईटाको रेसियो हामीले निकाल्न सकिन्छ। त्यस कारणले यहाँहरू अगाडि बढ्नु पर्ने छ भोल्युमबाट। बीको लागि यहाँहरू पढ्नु पर्ने छ भोल्युम अफ द सिलिन्डर, भोल्युम अफ द सिलिन्डर इक्वल टु 5632 CM3 मैले युनिट लेखिनँ अहिले। अब भोल्युम अफ सिलिन्डर फर्मुला हाम्रो के हुन्छ भन्दा पाई आर स्क्वायर एच इक्वल टु 5632 हुन्छ। यहाँनिर पाई मिन्स 22 डिभाइड बाई 7 मल्टिपल आर स्क्वायर मल्टिपल हाइट अफ द सिलिन्डर भनेको 28 CM इक्वल टु 5632। अब आर स्क्वायर के हुन्छ यो अपनको 7 चाहिँ अपनको 7 चाहिँ केमा जान्छ मल्टिप्लाईमा जान्छ अनि 22 केमा जान्छ डिभाइडमा आउँछ। म्याथमेटिक्समा डिभाइड भएको मल्टिपलमा जान्छ अनि मल्टिपल भएको केमा आउँछ डिभाइडमा आउँछ। त्यस कारणले गर्दा आर स्क्वायर भनेको मलाई छिटो गर्छु हामी चाँडो भ्याउनु पर्ने छ इक्वल टु 5632 मल्टिपल 7 इज डिभाइड बाई कति हुन्छ 22 मल्टिपल 28 हुन्छ। यसलाई क्याल्सी हान्नु होला जम्मा यहाँनिर आउँछ आर स्क्वायर इक्वल टु 64 आउँछ। देयरफोर आर इक्वल कति आउँछ भन्दा 8 CM। रेडियस अफ द बेस, रेडियस अफ द बेस इज 8 CM। रेडियस आइसकेपछि हामीले फर्मुला के लाउनु पर्यो एल स्क्वायर इक्वल टु आर स्क्वायर प्लस एच स्क्वायर। अगेन युजिङ द फर्मुला, again using the formula L square equal to R square plus H square। L square भनेको 17 को होल स्क्वायर इक्वल टु R स्क्वायर निकाल्यो प्लस R स्क्वायर भनेको आइसकेको छ 8 को स्क्वायर प्लस H स्क्वायर भनेको हामीले फाइन्ड आउट गर्ने हो। अब 17 स्क्वायर माइनस 8 स्क्वायर इक्वल टु H स्क्वायर आयो। अब यहाँनिर तपाईँको आउँछ यच भनेको यहाँ 2 to 5 इक्वल टु एच स्क्वायर देयरफोर एच इक्वल टु आउँछ 15 CM। यसलाई क्याल्सी हान्नु होला 17 स्क्वायर माइनस 8 को स्क्वायर 2 to 5 आउँछ अनि स्क्वायर रुट हान्नु होला हान्दाखेरि यहाँनिर 15 आउँछ। अब हामीलाई सोधेको क्वेसनले सोली भएको उचाइ र बेलनाको लम्बाइ तुलना गर्नुहोस्। कम्पेयर द हाइट अफ द कोन एन्ड द लेन्थ अफ सिलिन्डर। देयरफोर हाइट अफ द कोन upon length of the cylinder equal to height of the cone 15 भयो upon length of the cylinder कति आयो भन्दा 28 आयो। रेसियो यो भयो यसरी राख्न सकिन्छ। अथवा हामीले अर्को के लिन सकिन्छ भन्दा हाइट अफ द सिलिन्डर इज डिफरेन्स कति छ भन्दा डिफरेन्स कति छ 28 मा 15 भन्दा कति 13 को डिफरेन्स छ। हियर डिफरेन्स इक्वल टु 18 माइनस 15 इक्वल टु 13 को डिफरेन्स छ। अब हामीले ल्याङ्ग्वेजमा लेख्न सकिन्छ हाइट अफ द सिलिन्डर इज देयरफोर हाइट अफ द सिलिन्डर is greater than that height of the cone by 13 CM। हामीले यसलाई लेख्न सकिन्छ जेमा राखे पनि हुन्छ। यो 28 CM यो आयो कति 15 CM आयो यसको हाइट। यसको हाइट जम्मा कति आयो यहाँ 15 CM आएको छ। अब हाम्रो डिफरेन्स कति हुन्छ 28 माइनस 15 भनेको 13 CM भयो। भनेको अब सिलिन्डरको हाइट अथवा लेन्थ अफ द सिलिन्डर कोनको हाइटभन्दा कतिले बढिरहेछ त 13 CM ले बढिरहेछ। यो राख्न सकिन्छ। कम्पेयर भनेको रेसियो राख्न सकिन्छ, डिफरेन्स राख्न पनि सकिन्छ। अब यो सकिसकेको छ 20 सम्म। अब सी मा यहाँले हेर्नुभयो भने अब सी नम्बरको क्वेसनमा इज द भोल्युम अफ द सिलिन्डरिकल पार्ट फाइभ टाइम्स द भोल्युम अफ द कोनिकल पार्ट भनेको छ। अब हामीले के गर्नु पर्यो भन्दा 5 मल्टिपल भोल्युम अफ कोनिकल पार्ट
भोल्युम अफ कोन, भोल्युम अफ द कोन गऱ्यौँ भने कति आउँछ 5 मल्टिपल भोल्युम अफ द कोन हामीसँग आइसकेको छ, निकाले छैन, निकाल्न लागि चाहिँ भोल्युम अफ द कोन। भोल्युम अफ द कोन भनेपछि 1/3 पाई आर स्क्वायर एच इक्वल टु 1/3 मल्टिपल 22 डिभाइड बाई 7 मल्टिपल 8 को स्क्वायर मल्टिपल हाइट अफ द भनेको 15 भयो इक्वल टु 5 मल्टिपल भोल्युम अफ द कोन आउँछ 5.71 यहाँनिर आउँछ। यसलाई मल्टिप्लाई गरिदिनु भयो भने कति आउँछ भन्दा 5028.51 यति आउँछ, यति CMQ आउँछ यहाँनिर। अब यहाँ के बुझ्नु पर्यो भन्दा भोल्युम अफ द सिलिन्डर क्वेसन के भनेको छ भन्दा इज द भोल्युम अफ द सिलिन्डरिकल पार्ट 5 टाइम्स द भोल्युम अफ द कोनिकल पार्ट भनेको छ। कोनिकल पार्टको भोल्युमलाई 5 ले मल्टिप्लाई गरियो भने सिलिन्डरको भोल्युम आउँछ भनेर सोधेको छ। अब यहाँ हेर्नु होला 5 मल्टिपल भोल्युम अफ द कोन हामीले निकाल्दाखेरि कति आयो भन्दा 502.51 CMको आएको छ र हामीसँग सिलिन्डरको भोल्युम कति छ भन्दा 5632 छ हामीसँग। अब के भयो त भन्दा आएन, नट इक्वल हो, इक्वल छैन अथवा के छ लेस छ। दिस इज लेस देन द भोल्युम अफ द सिलिन्डर व्हिच इज लेस देन द भोल्युम अफ द सिलिन्डर। देयरफोर दिस इज 5028.51 is less than the volume of the cylinder 5632 हुँदैन। कोनिकल पार्टको 5 टाइम्स सिलिन्डरको पार्टको भोल्युमसँग बराबर हुँदैन, किन भन्दा हामीले निकालेको 5 टाइम्स सिलिन्डरको पार्ट कति छ भन्दा दिएको सिलिन्डरको पार्टको भोल्युम भन्दा 5 टाइम्स कोनको 5 टाइम्सको भोल्युम भन्दा सिलिन्डरको पार्टको भोल्युम के छ कम छ। यति हामीले लेख्नु पर्ने छ लास्टमा नो भनेर हामीले, किन भन्दा दिस इज लेस देन द भोल्युम अफ द सिलिन्डर यति यहाँले लेख्नु पर्ने हुन्छ है। यहाँ नो भनेर त्यही ल्याङ्ग्वेज राख्नु होला, लेस देन कुरा यहाँ चाहिँ तल अडिराखेको छैन भन्दै मैले आजको यो एपिसोड गण्डकी पोरिसमा आएको जुन क्वेसन छ यसको सल्भ गरिसकेको छु। यहाँले हेर्दै गर्नु होला। यहाँको समस्या भएदेखि इनबक्समा क्वेसन पठाउन सक्नुहुन्छ मेन्सुरेसन सम्बन्धी र यहाँलाई अन्य च्याप्टरमा समस्या छ भने त्यो पनि यहाँले पठाउन सक्नुहुन्छ भन्दै आजको यो एपिसोडबाट बिदा हुन्छु। नमस्कार, धन्यवाद।